1 2 3 स्टार्ट हिरोन्छ बोतल में खा नहीं नमस्ते तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानल फुड लभर दिपामा। आज हामी फेरि नयाँ भिडियो लिएर आएको छ, नयाँ खेल लिएर आएको छ। अस्ति मेरो यो आज हामी चाहिँ के गर्ने छ भने आटावाला है, खोइ आटा यहाँ यसमा आटा छ, आटावाला मुखमा लगाउने। अस्ति हाम्रो भिडियो खराब भएको थियो, त्यसैले मैले दुबारा ल्याएको छु यो भिडियो। आज चाहिँ के छ भनेदेखि यसमा आटा लगाउने अनि मुखमा झपक झपक गर्ने ल ठुलो भयो यो अनि मुखमा झपक झपक गर्ने ल ठुलो भयो यो। अनि आज हामी फेरि त्यस्तै च्यालेन्ज गर्ने हो, एउटा एउटा गरेर पहिला मोमो अनि त्यसपछि के सुरुवात गर्छ, चिसो पनि गर्ने ल। आज हामी चिसो पनि सकाउनु पर्ने, एकैचोटि जसले सकाउँछ त्यो विनर बराबर छैन। उता धेरै भइहाल्यो नि त्यो चिसो त के भयो त। हामी अब चलो सुरु गरौँ है त, मोमोबाट होइन गरिहाल्ने अनि के भयो अलिकति राम्रो है त। 1 2 3 स्टार्ट के हो त मैले यहाँ घाँटी यहाँ चाहिँ अडेर बसेर ओहो के गर्नु भएको राजकुमारी, मायाले गर्नु भयो ल। मलाई लाउनु छिटो, दुईचोटि तीनचोटि भन्नु ल। कस्तो दुईचोटि एकचोटि जिते है आउँछ हिरो आउँछ बोतलमै खा है अब पानीपुरीको गरौँ होइन। पानीमा मुखमा झन् घाउ पनि भएन। जसले भए पनि दुईजनामा एकजना जसले दिक्ला लाउनुपर्छ तिनै होस् न। भएन तपाईँ त मुखमा लाग्यो के हुँदैन, मैदा यसैको मोमो बन्छ ल। मिठो जिउ पनि लगाइदिनु भयो ल। अब हामी फेरि सुरु गर्दैछु। पानीपुरी पानी खाने कि नखाने? पानी छ सकाउने नि सकाउनु ल, पानी पनि सकाउनु। पानी पनि छ, मैले जितेँ फेरि मैले जितेँ फेरि मैले जित्यो फेरि। फेरि म पनि खानु सकेन मैले, मेरो मुख पोल्यो। अलिकति खानु त आज किनकि आटा खाने पालो मेरो बर्थडे। मैले दुईटैमा हारेन भने फेरि के अरे
ल अलिक छैन राम्रो नाक भइलाइदिन्छ कसै नाक बन्द गर्छु बाहिर सबै भइलाइदिन्छ कस्तो होला नि काजल एकछिन ल मैले 2 चोटि जिते आज अब चिसो चिसो फेरि चिसो खाएपछि खानु चिसै कि लास्टमा चिसो चिसो यही गरौँ कि यो खाएपछि खान सक्दैन नानी बिस्तारै हुन्छ कि जिन्दगीमा कहिले चिसो खान्छ ल 1 2 3 स्टार्ट लाउनु पऱ्यो नि त प्याटी दिदी हाम्रो 2 चोटि दाउनु पार्छ नि दाउनु पार्छ मलाई नि मोटिभेट नजिक चिसोमा म हारे त उसले एकैछिनमा पिटेर चिसो के हो त ढकभुक केही नगर्यो अब के खाने म थर्डमा हाने के खाने अब चटपटे कि चाउमिन चाउमिन खाम ल चाउमिन खाम भन्नु एकछिन यसैले गाह्रो हुन्छ हामी यसैमा हारिरहेछ है ए क्रिस्टल चाउमिनमा हाल्छ क्या फरक त जित्छ है अझै कट्छ फेरि हेर चटपटेमा सम्झे जिते के छ हाल खबर गाइस खाइसक्यो है बगा है खालो खालो और डालो और खालो प्यारी आउनु न राम्रै हुनु भयो बल्ल हामीले खाना चाहिँ यो चाहिँ जित्नुपर्छ है तपाईँले दुई चोटि हालेर जित्यो तपाईँले कुनै पनि राम्ररी खानु भएको छैन खाए चटपटी छोड्यो अब एकछिन है म यो मलाई टमाटर रुक्नु खानलाई मेरो त पानीपुरीले त उयो भयो त हौ मलाई यिनीहरू मन पर्दैन है माथिबाट किन छर्किनु भएको होइन सुरु भएन लु सुरु गरौँ सुरु गर्नु म त हातले खान अप्ठ्यारो लाग्छ के हो चम्चा ल्याउने भएको 1 2 3 स्टार्ट यो पाक गाउँ हुन्छ बडा रिल्याक्स भएर खान सक्दैन चटपटेर मिठो भएको छ आफ्नो चाहिँ कम अस्ति बेला आउनु सक्नु होइन अस्ति कस्तो उल्टो अस्ति बेला होइन होइन अझै कम गर्नु पऱ्यो आराम खानु
अब आज पानी दा के हुँदैन नि मान्छेले खाना हुँदैन मेरो नाकहरू सब पसेर के छ बिचारा कस्तो टल्किएको छ राम्री मान्छे नराम्री देख्छ गंगा अनि मैले तीनचोटि दिएँ के हुन्छ आज गंगा नभएर ल तीनचोटि दिँदा न त गंगाले नि मजाले आयो बाबा त कस्तो दिन्छ आज नेता नेताको मेटेको हो नाक उनी सिधा मेरो हेर्नु न सबै लुगाभरि लगाइदिनु भइदिनु आज बर्थडे हो तपाईको छोडिदिन्छु आज तपाईँ आउनु यस्तो बेदुमा तपाईँ हेर छोडिदिन्छु घरमा भाडा मस्काइदिनु भयो एकचोटि छोडिदिन्छु छोडिदिन्छु र यो आँटा चाहिँ कसले लगाएको एकचोटि छोडी ल आज मेरो बर्थडे पनि थियो भिडियो पनि बनायो पर अब भिडियो चाहिँ एडिट गर्दाखेरि कहिले जाने हो थाहा छैन है चैत 5 गते मेरो बर्थडे सबैजनालाई यसको बगा चैतमा चैत्य बाद बग्ने यसको मैले आज भन्ने बिर्सेँ यता बुहारी यता मेरो कुन बहिनी रे खुली कान्छी कान्छी बहिनी आज नाटक गर्यो आएन कान्छी बहिनीले घाँटी खराब भएर के खराब भन्नु फेरि खानु सबै खायो त्यही भएर आएन आज हामीले कस्तो लाग्यो हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब जरुर गरिदिनु होला टाटा अस्ति न त भिडियो गडबड भएर मैले फेरि यो दुबारा यो आटावाला भिडियो ल्याएको है डबल आयो भनेर चाहिँ नभन्नु होला आजलाई यति भन्दै हामी बिदा लिने छु हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब धेरै धेरै